यता फर्केर के ल झन् बाबालाई दिएको छ कि अघि भन्दा देख्न सक्नुहुन्छ यो बाम टुक्न हेर्न सक्नुहुन्छ बाम यो गाइज वेलकम टु माई न्यू भिडियो हजुर सन्चै आराम हुनुहुन्छ होला म भन्ने फिट एन्ड फाइन है आज चाहिँ फाइनली हामी भन्दा फेरि टक्क लाएर चाहिँ हामी माछा मार्न जाँदैछौँ है हाम्रै खोलामा सानो खोलामा टक्क त्यहाँ चाहिँ झिङ्गे सिङ्गे माछा पाइन्छ हेर्न सक्नुहुन्छ है टक्क लाएर यता चाहिँ मान्छे यति हिँड्नु भयो सामान लाएर म चाहिँ यता कोदालो सोदालो बोकिरहेको छु देख्न सक्नुहुन्छ अब ठाउँमा यत्रो मकै भइसक्यो है यो यहाँ चाहिँ पाथुरी झरेछ यता टुजन हाई भन्दै डक्क लाएर है यता बोक्नुला भारीहरू बोकिराख्नु भए पछाडिबाट चाहिँ भाइ आउँदैछ हामी चाहिँ खोलामा पुग्दैछौँ है केही समयपछि पुग्छौँ त्यहाँ गएर हामी पानी सानी सुकाउने दुवालो सुकाउने भने अब त्यहाँ दुवालो पाइन्छ कि नै है त गाइज ल टक्क माछा चाहिँ आज मार्ने हो त्यस्तो ठुलो चाहिँ पाइन्न हाम्रो ठाउँमा साना झिँगे माछाहरू चाहिँ पाइन्छ है गाइज चाहिँ सबले गाउँगाडी सक्नुभयो उता चाहिँ हामीले चाहिँ काटेर पनि त्यहाँ के मकै लगाइसक्नु भयो अब चाहिँ हाम्रो चाहिँ सब काम भइसकेको छ है गाइज देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो खेत हो यता चाहिँ पुसायरको यता तल चाहिँ जोतेको भरि हाम्रो अनि यता चाहिँ जेठी मम्मीहरूको यता चाहिँ पुसायरको कवच खेत छ यता चाहिँ टन्नै छ है देख्न सक्नुहुन्छ यहाँ खेत चाहिँ बबालै रहेको छ टुजनले चाहिँ फर्किएर टुजन एउटा गीत गीताइदिएन त ल यो भिडियोमा गीताइदिएन लास नमान्नु यार छिटो के ल छिटो गीताइदिएन एउटा ल यता फर्केर के छिटो के ल कस्तो सोच्नु लाग्छ र गीत पनि यता फर्केन एकचोटि हाई भन्दैन यता फर्केर ल गीताइदिएन एउटा चाहिँ यता फर्केर के ल यता चाहिँ देख्न सक्नुहुन्छ गोपीहरू यता चाहिँ खुर्सानीहरू यता चाहिँ अब लगाइराख्नु भयो बोडी होटेल लसुन हजुर म चाहिँ मोटाएर गाई चाहिँ यता देख्न सक्नुहुन्छ बजाइले भनिराख्नु भयो त्यहाँ कता लानु बजाइ घर जानु नि अरे पानी खानु लगाएर म चाहिँ हिँडिरहेको छु देखाइसकेको तपाईँलाई तपाईँ अब पछि भाइरल हुनुहुन्छ अब देख्न सक्नुहुन्छ है गाई हामीले चाहिँ यो पहिला गाउँमा धारा नआउँदा चाहिँ धाराबाट पानी खान्थ्यौँ है यो चाहिँ पहिला अब पानी खाने बेला मर्मत थियो सरसफाइ थियो तर चाहिँ यो चाहिँ अदलबली सरसफाइमा आएको छैन तर पानी चाहिँ खान्छौँ है तर चाहिँ अहिले यो धारामा चाहिँ अहिले चाहिँ टक्क लाएर अहिले मैले सरसफाइ गर्नेछु है त गाई यो चाहिँ म पुरा आएको छु यो धारा चाहिँ मैले सरसफाइ गर्छु है अब हामी चाहिँ यो खोला देख्न सक्नुहुन्छ यता माछा मार्ने अब ऊ यता तलतिर जाने भनेको खै त्यता थुन्ने छन् अब के हुन्छ है गाइस ल यता चाहिँ देख्न सक्नुहुन्छ यता चाहिँ अब सुकाइसकेको रहेछ अब हाम्रो चाहिँ यता सुकाउन लागेछौँ यता देख्न सक्नुहुन्छ यो पानी चाहिँ गइरहेछ अब हामीले चाहिँ सुकाउँछौँ अब माछा चाहिँ कति मोड्छ है गाइस अब तपाईँहरूलाई देखाउनेछौँ है त्यस्तो ठुलो माछा त पाइन्न त्यही है सानो है यता चाहिँ कत्रो झिङ्गा छ छोरीले चाहिँ ठुलै झिङ्गा भेट्टाउनु भयो अरे यो देख्नु बेला टक्क लाएर यता चाहिँ हाम्रो चाहिँ कृष्ण भाइ आएन अब कृष्ण भाइ आएपछि अब सुरु हुन्छ होला लगभग अब चाहिँ यहाँ त त्यही सुरु हुन्छ टुजनले चाहिँ ढङ्गटा खोजिरहेको छ होइन टुजन देख्न सक्नुहुन्छ है हाम्रो किरीभाइ टक्क माटो लिएर बुझिरहेको छ है पानी चाहिँ त्यत्रो गइरहेछ हामीले चाहिँ लगभग सुकाइसक्यौँ अब माछा चाहिँ त्यस्तो छैन होला अब हाम्रो ठाउँमा चाहिँ करेन्ट लाउँछ कि लास्ट करेन्ट लगाएको कारणले गर्दा माछा चाहिँ छैन होला जस्तो लागेको छ मलाई माछा चाहिँ अलिअलि होला पानी चाहिँ यत्र गइरह उता चाहिँ गइरह अब हामी चाहिँ सुकाइसकेको छौँ है त गाइस अब माछा चाहिँ मारिन्छ कति हुन्छ तपाईँहरूलाई चाहिँ म देखाइहाल्छु नि होइन गाइस
यो पाइल चाहिँ सुकाएर राख भाइले अनि सक्नुहुन्छ त्यो बोक्रा चाहिँ आफूले लिएर होइन यहाँ हालेको यो पानीमा यहाँ चाहिँ विष हाल्यौँ होइन चटीपुटी विष माछाको लागि देख्न सक्नुहुन्छ हामीले चाहिँ यति मारेका छौँ यो अब चाहिँ अब अर्को ठाउँमा जाने भनेको खै अब माछा निस्किन्न त्यो कुरबाट खासै अब अर्को ठाउँमा मार्नु जाने भने अब कस्तो जति कस्तो चाहिँ हेरिदिनु होला है गाइस ल भदैनीले भनेको अरे कुर देखाइदिनु त्यस्तो डाँट छ है यहाँ टक्क लाएर यता मिहिनेत गरिरहेको छ माछा मार्नु चाहिँ यो अब के आउँछ अब म देखाउँछु है तपाईँहरूलाई के आउला जस्तो छ भाइ बुझ्दैन के झिँगा त आउँछ आउने फिक्स छ हाम्रो ठाउँमा चाहिँ झिँगा चाहिँ बगलले भन्छ गाइस हाम्रो ठाउँमा झिँगा चाहिँ बल अरू माछा पनि पाइन्थ्यो कि यहाँ चाहिँ करेन्ट लागि गर्छ कि फेरि यार त्यही भएर अरू पाइन्न झिँगालाई खासै करेन्ट लाग्दैन त्यही भएर चाहिँ झिँगा बढी पाइने है ओह के छोप्न लाहा के हो ओह बाम माया टुक्नु नि हेर्न सक्नुहुन्छ बाम यो गाइस यत्रो चाहिँ बाम आयो है यो है टुजन भाइ है टुजन भाइ बाम आइज हाम्रो चाहिँ है जे जस्तो पनि अलिकति यस्तो ठाउँमा नै बाम पाइन्छ तर सबभन्दा मेन कुरो चाहिँ जे पनि करेन्ट लगाएर हो कि यहाँ करेन्ट लगाएर भ्याइदिन्छ नि त्यही भएर त्यही अब बाम चाहिँ पारियो माछा चाहिँ धेरै खाइयो त्यही झिँगे माछा हो क्या गङ्गा किन समातेको बाम चाहिँ यत्रो चाहिँ बाम लागेछ है हो यो फाइनल चाहिँ हामी आएर छोडेर जाँदैछौँ भन्नु पर्दैन अखिरी भाइले त्यो त लास्ट अब यता कट्टा है टुजन भाइले चाहिँ कोदालो बोक्छ यता है अब हामी आएर जानलाई अब अर्को ठाउँमा थुन्छौँ त्यहाँ पनि हजुरहरूलाई अवश्य देखाउनेछौँ है हजुरहरूले चाहिँ मेरो भिडियो हेरेर माया सपोर्ट गरिदिनु पर्यो अर्को चाहिँ गाइस है यहाँ चाहिँ हामीले यो थुन्नु ला भने यता चाहिँ भाइले सुरु गरिसक्यो अब मैले त्यहाँ जान्छु अब है कताबाट चाहिँ आइसक्यो तल थापेर पोल्छ यता चाहिँ टक्क लाएर यहाँ पनि मार्छौँ कति मर्छ हजुरहरूलाई देखाउँछौँ है त गाइस देख्न सक्नुहुन्छ गाई चाहिँ हामीले माथिबाट थुनेर यस्तो रहेछ यहाँ पानी है देख्न सक्नुहुन्छ म चाहिँ यतातिर माछा मार्ने है कस्तो अरे भन्दै त यो चाहिँ किरिबाले माछा मार्ला नि यता यो हाम्रो जेठोबाले चाहिँ माछा मार्दै हुन्छ कहाँ आउनुभएको जेठोबा माछा मारेर काथिमबाट दाम पाउनु सक्छ है त दाम निस्के झिँगा माछा अन्डा बारेका झिँगा माछा छ अन्डा बारे बाम आइज बाम इज्जत नखाल मेरो बाम आइज त बाम आउनु पर्ने है अझै झिँगा माछा चाहिँ आउँदै रहेछ त्यो देखा त बाम चाहिँ आएन बुदुला चाहिँ आयो गाई देख्न सक्नुहुन्छ है झिँगा चाहिँ फेरि यो यस्तो आइदिन्छु फेरि एकैचोटिमा फेरि माछा चाहिँ फेरि झिँगा माछा चाहिँ बलै आउँछ फेरि होइन गिरी भाइ आउँछ कि ऊ यो चाहिँ पोल्ने माछा है हाम्रोतिर पोल्ने माछा पाउँछ ऊ त्यो यो सानो यो हो यो चलेको यो चाहिँ खतरै पोल्छ पोलो भने चाहिँ ज्वरो नै निकालिदिन्छ यो माछा चाहिँ खतरा हुन्छ फेरि यो झिँगा चाहिँ माछा चाहिँ झिँगा मात्रै मरेको छ कि आज चाहिँ देख्न सक्नुहुन्छ यो एउटा बाम पनि मरेछ
बाम त मरिसक्यो माछा त मरेछ ठुल्ठुला मर्ने नि देख्न सक्नुहुन्छ एकचोटिमा चाहिँ माछा चाहिँ फेरि बनाउनु पर्यो फेरि त्यो के भन्दाखेरि झिङ्गा मात्रै त्यो किरिबाईले फेरि के छ लास किरिबाई के झिँगे माछा मात्रै हो कि यहाँ त पाउने फेरि अरू त त्यही करेन्ट लगाएर भइदिन्छन् के यहाँ छ यो ढुङ्गामा सानो ढुङ्गा झिँगे माछा यहाँ त झिँगा चाहिँ है बबालै छ यो यहाँ चाहिँ देख्न सक्नुहुन्छ यता चाहिँ थामिरहेको छ फतेला यो चाहिँ हाम्रोतिर फतेला भन्छ फेरि त्यस्तो चाहिँ छैन खत्रे तर जुगाट तर चाहिँ माछा आउँछ त्यो थाहा पाउनु न खाउने चाहिँ हाम्रो मैचङ साप हुनुहुन्छ है यता यो छोरी है भाइ ल है सबै धबा धबा भन्न सक्नुहुन्छ ल उठा ल उठा हेर्ने है त हो एकैचोटि देखाइदियो त झिँगा हेर्न सक्नुहुन्छ यो झिँगा यस्तो आइदिन्छ कि यो झिँगाको मात्रै डिमान्ड हो कि हाम्रो आज झिँगा सबै आज चाहिँ झिँगै मारेछ हामीले धेरै जस्तो अलिअलि मरेछ अरू माछा चाहिँ हेर्नु न झिँगा चाहिँ अलि चाहिँ झन् बबा लगाइदिएको छ कि हो कि भन्दा देख्न सक्नुहुन्छ यो टुक्न झिँगा चाहिँ फेरि खत्रै हो कि अदालभोलि चाहिँ पाइने फेरि अलि फेरि बर्खामा चाहिँ खासै पाइन्न यो अदालभोलि नै हो अदाल फेरि यहीको फेरि यहाँ फेरि यो खोलामा चाहिँ माछा फेरि अरू माछा फेरि त्यही हो फेरि करेन्ट लगाएर सिद्धाइदिन्छ अहिले चाहिँ झिँगा चाहिँ खत्रै मिलिरहेको छ त्यो बाल्टिङको झिँगा देखाइदियो त टुजन त्यही त कर्नलाई चाहिँ अरू माछा मर्छ झिँगा चाहिँ मर्दैन फेरि त्यस्तो फेरि झिँगालाई चाहिँ माछा चाहिँ लाग्दैन ठुलै हुन्छ अम्ला जस्तो झिँगा चाहिँ यस्तरी टिपिराख्ने देख्न सक्नुहुन्छ होइन गाइज कत्रो छ कि गङ्गडा देख्न सक्नुहुन्छ यो गङ्गडा चाहिँ मैले छोपेको है गाइज यो चाहिँ लाएर यत्रो बडै छ यो ल राख्नु छोरे त्यसको सनासोर सब उकाएर राख्नु यसमा बनमेर चाहिँ खतरा हुन्छ क्या यसको बनमेर चाहिँ फुलेर खाँदा चाहिँ बहुत मिठो हुन्छ भुटेर खाने भन्दैछ यसले यसको बनमेर यो त्यो खुट्टा नै हाल्नु त्यसको भित्र पनि छ बनमेर यसको त बहुत ठुलो लाएर आज चाहिँ गङ्गडा चाहिँ बहुत ठुलो पाइन्छ फेरि यता फेरि गङ्गडा नै सनासो देखाइदिनु सनासो खै माथि भयो क्या देख्न सक्नुहुन्छ यहाँ टक्क लाएर है किरिबाईले चाहिँ यहाँ खोलिसक्यो अब चाहिँ यहाँ फेरि अब मार्दैछन् अलिकति अब टुजनले यहाँ खोल्न होइन टुजन एउटा मिठो छोटो गीत गाइदिएन एउटा मिठो छोटो गीत कि खै ल दर्शकहरूको लागि खै गीताइदिएन एउटा के गीत ल फेरि गीताइदिएन ल के गीताउनु चाहन्छस् ल भन्नु ल छिटो गीता के उठेर के छिटो अझै खोल्लास् के छिटो छिटो के बक्सा नानिस् तैँले माछाले ल छिटो गीता ल छिटो गीता ल ल सय थुङ्गा भने नि हुन्छ जाँदैछ किन सय थुङ्गा भन्न खै भन् त छाती बाँधेर खाएर छिटो राम्रोसँग माछा भन्न छिटो एउटा गीता ल तर सय थुङ्गा भन्न जानेनस् ल एउटा गीता ल यता हेरेर गीता न क्या भन झ्यालमा पर्दा छ गीता ल माछाले चाहिँ नगिदाउने अरे माछाले छिटो गीता ल देखिन ल यता यता हेर यता माथि यता यता माथि नाच्दैन ल गीता ल ल ल के भन्न चाहन्छ सबैले मेरो गीत मन पराइदिनु होला दाइलाई सपोर्ट गर्नु होला भन् छिटो भन् छिटो के छिटो भन्न
यो माछाले भन्न जान्दैन यो माछाले बौला हो यो बौला ल यहाँ चाहिँ अब माछा मारेर भ्याइयो अब हामी चाहिँ घर जानेछौँ आजलाई माछा मारेर चाहिँ यति नै है त गाइज टक्क अब चाहिँ माछा साछा मारेर है माछा पखालिसक्यौँ अब हामी चाहिँ टक्क घर जानु लाग्यौँ देख्न सक्नुहुन्छ बाटो चाहिँ अलि उकालो छ है यो टक्क लगाएर कोही तलतिरबाट आउँदैछन् नि बहुत भाउ अब चाहिँ प्याज लसुन चाहिँ बारीबाट उकाएर लैजानु पर्छ अब गएर टक्क लगाएर घाम चाहिँ खत्रै लागिदिरहेको अझै पनि कलाएर देख्न सक्नुहुन्छ है प्याज लसुन चाहिँ मेरो यो अब प्याज र लसुनको चाहिँ दाना चाहिँ सानसानो छ है लाजो मर्दो त्यो पनि देखाइदिइरहेको छु है हाम्रोतिर यस्तै फल्छ क्या हामीभन्दा ठुलो चाहिँ फल्न त फल्छ खासै फल्दैन कोही कोही बेला फल्छ अहिलेको साल चाहिँ यत्रो दाना लागिरहेको छ हेर्न सक्नुहुन्छ लास्टै धौइरहेको उकालो चाहिँ यो गाइस फाइनली घर पनि आइयो म फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै यो भिडियोबाट छुटिन चाहन्छु